चाहिँ म हजुरहरूलाई महत्त्वपूर्ण प्रश्नको समाधान लिएर आएको छु। आइसोनियाजाइड भन्ने औषधि हुन्छ जुन टिबीमा प्रयोग गरिन्छ त्यो सधैँ त्यो सँगसँगै पाइडोक्सिन सप्लिमेन्ट दिने गर्दछन् डक्टरहरूले। किन दिन्छन् त्यसको बारेमा भन्नेछु। किन दिन्छन् भने आइसोनियाजाइडसँग पाइडोक्सिन दियो भने के हुने गर्दछ भने यसले हाम्रो पेरिफेरल न्युरोपेथी हुनबाट बचाउँछ, जुन भनेको एउटा कमन साइड इफेक्ट हो आइसोनियाजिड खाँदाखेरि देखिने। यदि आइसोनियाजिडसँग पाइरोक्सिन दिएन भने के हुन्छ भन्ने कुरा अब आइसोनियाजिड दिइरहेको छ त्योसँग पाइरोक्सिन दिएको छैन भने सबैभन्दा पहिले पेरिफेरल न्युरोपेथी गराउँछ आइसोनियाजिडले। त्यो भनेको एउटा कमन कम्प्लिकेसन हो जसमा के हुने गर्दछ भने सिम्पटमहरू हाम्रो हात खुट्टाहरू सुनिने, चिलाउने, पोल्ने, बर्निङहरू हुने गर्दछन्। त्यसपछि अर्को कुरा भनेको यदि पेसेन्ट कुन अवस्थामा छ भने पहिलेदेखि नै त्यो अवस्थामा छ जहाँ उसको भिटामिन B6 को लो अथवा डिफिसियन्सी छ अथवा त्योसँग नर्भ प्रब्लम छ। जस्तै कुन अवस्थामा भने डायबिटिज मेलाइटस, एचआइभी इन्फेक्सनहरू, प्रेग्नेन्सीहरू, क्रोनिक किडनी डिजिजहरू हो। यो अवस्थामा हामीले पाइरोक्सिन दिएनौँ भने त उसलाई झन् गाह्रो हुने भयो नि त। त्यसैले के गर्ने रहेछन्, पेरिफेरल न्युरोपेथीबाट बचाउनको लागि आइसोनियाजिडसँग पाइरोक्सिन दिने गरिन्छ। हो, सर्टकटमा के भन्नु पर्दा भने यदि आइसोनियाजाइड र भिटामिन B6 को कम्बाइनमा दियो भने के हुने भयो, उसको ट्रिटमेन्टमा पनि सजिलो हुने भयो। कसरी भन्यो भने हामीले चाहिँ विथआउट नर्भ ड्यामेज, उसको नर्भ ड्यामेज नभइकन उसको ट्रिटमेन्ट हुने भयो। ब्रान्ड नेम भनेको बजारमा P1 भन्ने पाइन्छ, नर्मली भनेको 10 mg हुने गर्दछ। त्योभन्दा बढी अब हेरेर गर्नेछन्। तर म टिबीको पेसेन्टलाई एउटा कुरा भन्न चाहे, जस्तो आज डोज छुट्यो भने, आजको दिनको खाना बिर्सियो भने भोलि गएर चाहिँ आजको पनि भोलि नै सँगै नखानु होला। हो, यो चाहिँ टिबीको पेसेन्टले जान्नै पर्ने कुरा हो। किनकि यसले गर्दाखेरि भोलि गएर हजुरको ट्रिटमेन्टमा चाहिँ गाह्रो हुनसक्छ अथवा सँगै चाहिँ नखाना होला। छुट्यो भने त त्यो डोज छुटी नै हाल्यो है। त्यसकारण चाहिँ टिबीको पेसेन्टले पनि महत्त्वपूर्ण कुरा बुझिराख्नु पर्दछ।